Hello everyone, स्वागत छ सबैजनालाई. Today I'm going to share sajana and aluko recipe in my own style. Sajana is very healthy and tasty. यसको लागि चाहिने अदुवा लसुन खोर्सानी स्वाद अनुसार अलिकति पोस्ता तोरी अनि जिरा धनिया यो सबैलाई मैले चाहिँ मज्जाले सिलौटोमा पिसेको छु. सिलौटोमा पिसेको स्वादै अर्कै हुन्छ. तपाईहरुले चाहिँ मिक्सीमा पनि पिस्न सक्नुहुनेछ. अनि दुईटा ठुलो टमाटर र प्याज लिनुहोस् अनि त्यसको मजाले पेस्ट बनाइदिनुहोस्. त्यसको बादमा एउटा भाडामा अघि पिसेको मसला हालिदिनुहोस्. अनि अलिकति मैले चाहिँ मटर पनि हालेको छु. तपाईले हाल्नुहुन्छ भने पनि हाल्नुहोस्, नभए स्किप गरिदिनुहोस्. त्यसपछि टर्मरिक पाउडर अन्त अघिको सब्जी काटेर राखेको सब्जी लगाइदिनुहोस्. अनि सल्ट अकर्डिङ टु योर टेस्ट. अन्त त्यहाँदेखि अलिकति तेजपत्ता पनि हालेँ मैले. अहिलेको पेस्ट टमाटर र प्याजको पेस्ट लगाइदिनुहोस्. त्यसपछि पाक्ने गरी पानी हालेर मजाले मिक्स गरिदिनुहोस्. सबै मसलाहरू मिक्स गरेर चाहिँ मजाले ठिक्कै बनाएर चाहिँ बसाइदिनुहोस्. अनि चाहिँ छोपेर चाहिँ हाई हिटमा पकाइदिनुहोस्. पानी जब सुकेपछि त्यो चाहिँ पाकिसकेको हुन्छ. अनि तपाईले आफूले कतिको खानु मनपर्छ त्यही अनुसार पानी हालिदिनुहोस्. त्यो ग्रेभी मजाले ग्रेभी बनेर तयार हुनेछ. अनि मलाई चाहिँ यतिको ग्रेभी चाहिँ मनपर्छ. तपाईहरुलाई कतिको ग्रेभी खानु मनपर्छ त्यही अनुसार पानी हालिदिनुहोस्. सुप टाइपको मनपर्छ भने अलिक बेसी नै पानी राखिदिनुहोस्. यो चाहिँ एकदमै टेस्टी हुन्छ. यसरी पकाएको चाहिँ एकदमै टेस्टी हुन्छ. अनि माथिबाट थोरै धनिया हालिदिनुहोस्. त्यहाँदेखि चाहिँ यो यस्तो भएर आएको छ. यदि तपाईहरुलाई रेसिपी मन पर्यो भने लाइक, सब्स्क्राइब अनि फलो गरिदिनु होला. नमस्कार.